बिचरी बुढी आमालाई ठगेर मक्क परेकी बालकुमारीको बुहारीले पनि एक दिन मान्छे भेट्नेछ। यता बालकुमारी पनि जेठी बुहारीले निकै माया गर्छ भनेर मक्क परिरहेकी छन्। तर उनलाई फसाएको कुरा भने उनले भ्यू पाउन समेत सकेकी छैनन्। दर्शकवृन्द, बालकुमारीको इज्जत गयो। बालकुमारी निकै नराम्रोसँग फाँसिन्। छोरीलाई टाउकोमा टेकाउँदा छोरीले बालकुमारीलाई भड्कालोमा पारिदिए। आफ्नी छोरी र बहिनीको इज्जत जाँदा बालकुमारीका श्रीमान र बालकुमारीको छोरा जेठो छोरा पनि निकै चिन्तामा परेका छन्। दर्शकवृन्द, अब छोरीलाई बहिनीलाई के गर्ने भनेर उनीहरू सोचिरहेका छन् भने अब भूपेन्द्र र उनको परिवारको गइसकेको इज्जतलाई फर्काउन निकै गाह्रो हुनेछ। दर्शकवृन्द, भूमिकाले आफ्नो बेइज्जत आफ्नो इज्जत आफै फालिरहँदा यता सम्पूर्ण दोष भने भुन्टीलाई लागेको छ। भूमिकाले आफ्नो भाउजूले मेरो बेइज्जत गर्नुभयो, मैले आफ्नो सम्झेर उहाँलाई सबै कुरा भनेको थिएँ, उहाँले गाउँभरि हल्ला चलाउनु भएछ भनेर सोचिरहेकी छन् र त्यही अनुसार आफ्नी भाउजूलाई काट्न समेत तयार रहेकी थिइन्। तर गाउँकै त्यही सहरमा बस्ने एकजना मान्छेले भूपेन्द्रको दुश्मनसँग मिलेर भाउजूको कुरा काटेको कुरा उनीहरूले भ्यू समेत पाउन सकेका छैनन्। भूपेन्द्रकै छिमेकी एकजना मान्छेले भूपेन्द्रको दुश्मनसँग मिलेर भुन्टीलाई दोष लगाएको थियो, जुन कुरा भीम र भूमिकाले साँचो मानेका छन्। दर्शकवृन्द, अब भूमिकाले आफ्नो गइसकेको इज्जतलाई फर्काउन त सक्दिन, तर आफ्नी भाउजूसँगको सम्बन्धलाई के सुधार्न सक्ली त? यता भूपेन्द्रको परिवार निकै तनावमा रहेको छ। यति बेला आफ्नी छोरी भूमिकाको इज्जत गएको छ, जसका कारणले सम्पूर्ण परिवारको नाक काटिएको छ। निकै जालझेल र निकै तनावमा रहेको भूपेन्द्रको परिवारमा फेरि खुसी छाउन सक्ला त? के भूपेन्द्रका दाइ खुसीका साथ फेरि विदेश फर्केलान् त? अब भूपेन्द्रको परिवारको इज्जत जोगाउनका लागि एउटा मात्रै उपाय भूमिकालाई राम्रो केटा खोजेर विवाह गरिदिनु नै रहनेछ। सम्भवतः सबै त्यस प्रयासमा लाग्नेछन्। दर्शकवृन्द, अनि मात्रै भुन्टी र भुन्टीका परिवार बीचको सम्बन्ध पनि सुमधुर हुनेछ र फेरि खुसियाली छाउनेछ। दर्शकवृन्द, यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गर्नुहोला, भिडियो लाइक गर्नुहोला। आजको लागि यति नै, नमस्कार।